आदरणीय दर्शक महानुभाव नमस्कार। म यहाँहरूले नै धेरै माया गर्नुभएकी कलाकार आशा आज म हजुरलाई एउटा कुरा जानकारी गराउनको लागि यो भिडियो बनाउँदैछु। मेरो नाममा धेरै फेक आइडीहरू खुलेका छन्। टिकटक पेज, फेसबुकदेखि लिएर युट्युब च्यानलहरू पनि मेरो नाममा धेरैजनाले खोल्नु भएको छ। मैले यो कुरालाई एउटा कलाकार भएपछि अलिअलि फेक आइडीहरू खोल्नुहुन्छ मान्छेहरूले भनेर खासै वास्ता गरेकी थिइनँ। तर अहिले आएर केही टिकटक आइडीहरूले चाहिँ अति नै गर्न थाल्नुभयो। मेरै भिडियोहरू जुन मैले पहिला टिकटकमा राखेकी थिएँ तिनै भिडियोहरू तानेर कहिले म मर्दैछु भनेर लेखिदिनुहुन्छ भिडियोको अगाडि, कहिले मेरो र मेरो श्रीमानको फोटो राखेर हामी चाहिँ डिभोर्स गर्दैछौँ भनेर लेख्नुहुन्छ, कहिले म कान्छी सिरियल छोड्दैछु भनेर लेख्नुहुन्छ। र मलाई माया गर्नुहुने एकदमै निर्दोष मन भएका मेरा दर्शक महानुभावहरूले त्यो कुरालाई विश्वास गरेर कमेन्टमा चाहिँ अलिकति चिन्ता व्यक्त गरिराख्नु भएको मैले देखेँ। त्यसैले मैले हजुरलाई त्यस्ता कुराहरूमा चाहिँ विश्वास नगर्नुहोला भन्नको लागि यो भिडियो बनाएकी हुँ। मेरा धेरै त्यस्ता आइडीहरू छैनन्, ती सबै फेक आइडीहरू हुन्। मैले एउटै मात्र टिकटक आइडी चलाउँछु, आशा सागर गौतम नामको, जसमा चाहिँ 16 लाख ले चाहिँ फलो गर्नुभएको छ। हजुरले यो आइडीमा आउने भिडियोहरूको मात्रै विश्वास गर्नुहोला। म त्यसरी टिकटकमा फेसबुकमा त्यस्तो केही दुःखका कुराहरू अथवा कुनै पनि त्यस्ता कुराहरू लेखेर म राख्दिनँ। मलाई कसैलाई केही भन्नु छ भने स्वयं व्यक्तिलाई नै भन्नु ठिक लाग्छ। त्यसरी मैले लेखेर राख्ने गरेकी छैन र म आजसम्म लाइभमा पनि आएकी छैन। त्यो फेक अकाउन्टहरू चाहिँ लाइभमा आएर कहिले मेरो फोटो मात्रै देखाइदिने, कहिले अरू नै बोल्ने त्यस्तो पनि गर्नु भएर दर्शकहरूलाई झुक्क्याउनु भएको रहेछ। बिन्ती छ, को कतिले यसरी फेक आइडीहरू खोलिराख्नु भएको छ हजुरहरूलाई मैले पत्ता लगाउनुभन्दा अगाडि नै हजुरहरू आफै संयमित भएर यी आइडीहरूलाई चाहिँ बन्द गरिदिनु होला। यदि तपाईँहरू मेरो नामको आइडी खोल्न चाहनुहुन्छ भने ठिक छ, मेरो दर्शक महानुभावहरूलाई असर नपर्ने कुराहरू लेख्नुहोस्, फोटो राख्नुहोस्, सिरियलको पनि कुनै फुटेजहरू तानेर राख्नुहोस्, त्यो कुराले त्यति धेरै असर पर्दैन। तर हजुरहरूले कहिले मर्दैछु, कहिले हामी डिभोर्स गर्दैछौँ भनेर लेख्दाखेरि त मलाई माया गर्नुहुने दर्शक महानुभावहरूको मनमा असर पर्छ नि त। अनि अरूलाई असर पार्ने काम हजुर किन गर्नुहुन्छ समय खर्च गरी नगरिदिनु होला भन्न चाहन्छु। र मेरो श्रीमानको नाममा पनि धेरै फेक आइडीहरू खुलेका छन्, तर उहाँले चाहिँ आजसम्म एउटा पनि टिकटक आइडी खोल्नु भएको छैन। कहिलेकाहीँ मेरैबाट भिडियो हामी बनाउँछौँ, उहाँको पनि कुनै त्यस्तो आइडी छैन। त्यसैले हजुरले फेक आइडीहरूलाई फलो गर्ने, ती आइडीमा लेखेका कुरा विश्वास गर्ने नगरिदिनु होला। टाइमिङ पनि सकिने लाग्यो। ल, मेरो भिडियो सुरुदेखि अन्तिम